जय नेपाल सडक सुरक्षाको लागि सङ्गठित प्रयास मेट्रो ट्राफिक एफएम 95.5 मेगाहर्जको साप्ताहिक प्रस्तुति कार्यक्रम सुरक्षा डायरी लिएर उपस्थित भएको छु म संविधान श्रेष्ठ र कार्यक्रम सुरक्षा डायरी तपाईँले मेट्रो ट्राफिक एफएम 95.5 मेगाहर्जबाट प्रत्येक बिहिबार 12 बजेको ट्राफिक अपडेटपछि करिब 1 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रममा आज हामीलाई प्राविधिक मित्र प्रत्यक्ष प्रसारमा प्राविधिक मित्र गोकर्ण बस्नेतले साथ दिइरहनु भएको छ भने तपाईँले हामीलाई यतिखेर मेट्रो ट्राफिक एफएम 95.5 मेगाहर्जको फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा हेरी अनि सुनिरहनु भएको छ। फेसबुक पेजमा हामीलाई प्राविधिक मित्र रुस्किन बस्नेतले साथ दिइरहनु भएको छ। हामी तीनैजना यहाँहरूलाई कार्यक्रम सुरक्षा डायरीमा हृदयदेखि नै स्वागत गर्न चाहन्छौँ। र कार्यक्रम सुरक्षा डायरीको विषयमा जानकारी गराउनु पर्दाखेरि पहिला प्रहरीले टोलमा गएर चोकचोकमा गएर चाहिँ नागरिक सुनवाई कार्यक्रम सार्वजनिक सुनवाई कार्यक्रम गरिरहेको अवस्था थियो भने अहिले प्रविधिलाई अँगालेर चाहिँ यो रेडियो स्टेसनबाट चाहिँ यहाँहरूको जिज्ञासा यहाँहरूको गुनासा यहाँहरूको चाहिँ सल्लाह सुझाव लिनको लागि चाहिँ हामीले कार्यक्रम सुरक्षा डायरी सञ्चालन गरेका हौँ। हामीले विभिन्न स्थानमा खटिनुभएका प्रहरी अधिकृतलाई स्टुडियोमा निम्त्याएर यहाँहरूको जिज्ञासा यहाँहरूको समस्याको समाधान गर्ने प्रयासमा रहनेछौँ। आज हामी समग्र यो बुङमती क्षेत्र विशेष गरी प्रहरी प्रभाग बुङमतीका प्रमुख हामीसँग स्टुडियोमा हुनुहुन्छ आज। त्यो कारणले गर्दाखेरि बुङमती अझ यहाँहरूले बुझ्ने भाषामा भन्नुपर्दा भैँसीपाटी क्षेत्रको चाहिँ शान्ति सुरक्षाको विषयमा कुनै गुनासो छ कुनै जिज्ञासा छ अथवा कुनै सल्लाह सुझाव छन् भने चाहिँ हाम्रो स्टुडियोको टेलिफोन नम्बर 53335558मा टेलिफोन गर्न सक्नुहुन्छ। यतिखेर हाम्रो स्टुडियोमा हुनुहुन्छ प्रहरी प्रभाग बुङमतीका प्रहरी निरीक्षक शशिधर शर्मा। सर स्वागत छ यहाँलाई कार्यक्रममा। थ्याङ्क यू संविधान सर। सन्चै हुनुहुन्छ सर? एकदम सन्चै। यो विशेष गरी सर अहिले पछिल्लो समय यो बुङमती भैँसीपाटी क्षेत्रको शान्ति सुरक्षाको अवस्था कस्तो छ जानकारी गराइदिनुहोस् न। अब बुङमती भन्दा नि अब नाम बुङमती छ, बस्ने चाहिँ भैँसीपाटीमा हो। हजुर। भैँसीपाटी एरिया अहिले एकदम ठिक छ, राम्रो छ शान्ति सुरक्षाको हिसाबले। त्यस्तो अप्रिय घटनाहरू घटेको अवस्था छैन, समग्रमा ठिक छ भन्नुपर्छ। हजुर। र विशेष गरी सर अब भनौँ न अब सहर त ठ्याक्कै अब आउँदाखेरि चाहिँ एक प्रकारको अलि बढी चुनौती भोग्नुपर्ने अवस्था पनि रह्यो होइन? हजुर। त्यो क्षेत्रमा कार्यालय प्रमुख भएर आइसकेपछि हजुर त्यो समयको अलिकति भनौँ न त्यो समयलाई स्मरण गर्नुपर्दा कस्तो थियो, कसरी ट्याकल गर्नुभयो, त्यो दैवी प्रकोपलाई कसरी उद्धार गर्नुभयो, त्यो पनि जानकारी गराइदिनुहोस्। यसो भयो, म असोज 14 गते हाजिर भएको हो। त्यसपछि हाम्रो प्रहरीमा अलिकति थप मद्दतहरू चाहिँ ल्याएर हजुर प्रहरी प्रधान कार्यालय प्लस तालुक कार्यालय हाम्रो ललितपुर जिल्ला प्रहरी परिसरबाट थप मद्दत आएर लगभग 15 दिनसम्म हामीले चाहिँ 300को सङ्ख्यामा प्रहरीहरू आउँथे। दिनभरि हामीले चाहिँ उद्धार कार्य घर घरमा 1 तलासम्म बालुवा हिलो भरिएको चाहिँ त्यसलाई सबै सरसफाइ गरेर करिब 150 घरमा हामीले सरसफाइ गरेर उहाँहरूलाई भित्र पस्न र सामान्य चाहिँ जीविका चाहिँ गुजारा गर्नको लागि भित्र पस्न सक्ने वातावरण गराएको अवस्था हो। अब पछि चाहिँ अब यो नगरपालिकाले बाटो सरसफाइ गर्ने अनि अन्य यो फोहोर मैला व्यवस्थापन कार्यालयले फोहोर मैलाहरूलाई व्यवस्थापन गर्ने काममा पनि हामीले सहयोग गरेको अवस्था हो। हजुर। त्यतिखेर सर अब लगभग कति मानिसहरूलाई चाहिँ यहाँहरूले उद्धार गर्न सफल हुनुभयो, त्यो बेलाको क्षति कस्तो थियो त्यो पनि जानकारी गराइदिनुहोस् न। क्षति चाहिँ 130वटा 25 नम्बर र 18 नम्बर वडाका 130वटा चाहिँ घर जति पूर्ण रूपमा क्षति भएको हो, बगाएको। त्यसमा 2 जना व्यक्तिहरूको त्यहाँ चाहिँ घटनामा बाढी पहिरोमा पर्नु भएको 2 जना मृत्यु भएको अवस्था हो। अब त्यसमा गाई भैँसी सुँगुरमा बङ्गुरहरू भेडा बाख्रासम्म धेरै क्षति भएको अवस्था छ। हजुर। र अब विशेष गरी सर अब यो भैँसीपाटी बुङमती क्षेत्रलाई निहाल्दाखेरि चाहिँ अब सुरक्षा योजना लागू गर्नुपर्दा पनि 2वटा सुरक्षा योजना लागू गर्नुपर्ने अवस्थाहरू छ होइन? एक अब बाक्लो सहरीकरण भइसकेको ठाउँ र दोस्रो भनेको ग्रामीण भेग पनि छ होइन? कसरी चाहिँ सुरक्षा रणनीति यहाँले तयार गर्नुभएको अवस्था छ र यसरी अब भनौँ यो शान्ति सुरक्षा प्रदान गर्नुपर्दाखेरि चाहिँ कोही भिक्टिम भनौँ कोही सेवाग्राही चाहिँ कुन क्षेत्रमा हुनुहुन्छ र उहाँलाई प्रहरी आवश्यक भयो भने चाहिँ त्यो अवस्थामा उहाँले बुङमती प्रहरीलाई सम्झने र कति जनसङ्ख्यालाई चाहिँ कति प्रहरी युनिट कति प्रहरी कर्मचारीद्वारा चाहिँ अहिले शान्ति सुरक्षा प्रदान भइरहेको अवस्था छ। अब हाम्रो चाहिँ बुङमतीमा अहिले 46 जना प्रहरी जनपद प्रहरी र 10 जना ट्राफिक प्रहरी छ। हजुर। अब तपाईँले भनेको जस्तो शान्ति सुरक्षालाई
व्यवस्थापन गर्नको लागि सुरक्षा योजना के बनाउनु भएको छ भन्ने कुरा गर्नु हो। त्यसमा हाम्रो दैनिक रूपमा रेगुलर हुने सुरक्षा योजना र अब इमर्जेन्सी हुने सुरक्षा योजना दुईवटा हुन्छ। अब दैनिक रूपमा हुनेमा हाम्रो चाहिँ सिआरबी, केवाटी प्लस चाहिँ अब पिकेट र इमर्जेन्सीमा कुनै घटना घटिहाल्यो भने मोबाइल गाडी मार्फतै रेस्क्यु गर्ने, त्यसलाई चाहिँ घटनालाई तुरुन्त क्विक रेस्पोन्स गरेर त्यसलाई व्यवस्थापन गर्ने काम गरिन्छ। अब इमर्जेन्सी सुरक्षा योजनामा अब कुनै राजनीतिक दलले गरेको आम हडताल भनौँ न, बन्द आन्दोलनका कार्यक्रमहरू, नारा जुलुसहरूका कार्यक्रमको लागि त्यो इमर्जेन्सी सुरक्षा योजनाहरू बनाएर त्यसरी गर्ने गरेको छ। अब दैनिक रूपमा हामीले चाहिँ पैदल गस्ती, मोबाइल गस्ती होइन हरू खटाउने, पुल, नाका अनि कोरिडोरबाट आउने चाहिँ व्यक्ति सवारी साधनहरूको चाहिँ दैनिक रूपमा तालुका कार्यालयबाट दिएको चाहिँ जुन रुटिन हुन्छ, रुटिन अनुसार चेक जाँच गर्ने र अब कहिलेकाहीँ सरप्राइज चेकिङ पनि राख्ने गरिएको छ। अब अर्को चाहिँ लागु औषध पनि अलिकति भयावह अवस्था छ। लागु औषधको चाहिँ बिक्री वितरण गर्ने, प्रयोग गर्ने होइन, ओसार पसार गर्ने, त्यसलाई पनि हामीले चाहिँ विशेष रूपमा फोकस गरेका छौँ। निगरानी गर्ने, सादा पोसाकका चाहिँ प्रहरीले निगरानी गरेर त्यसलाई चाहिँ नियन्त्रणमा लिनेसम्म गरिएको छ। अब अहिले भैँसीपाटीमा एकदम बढ्दो जनसङ्ख्याको चाप भएको र सवारी साधनको पनि त्यत्तिकै चाप छ र भिभिआइपीहरूको पनि बसोबास निकै बढिरहेको अवस्थामा अब अलिकति अहिले विद्यमान जनशक्तिलाई अझै एक्सप्यान्ड गर्नुपर्छ कि भन्ने लाग्छ। अच्छा, यो सँगै सर अब कसरी डिभाइड भएर भनौँ न, आफ्नो मातहत कतिवटा कार्यालय राखेर चाहिँ यहाँले छिटोभन्दा छिटो शान्ति सुरक्षा प्रदान गर्ने क्रममा हुनुहुन्छ अहिलेको समयमा? अहिले हाम्रो चाहिँ नक्खु पुलमा हाम्रो एउटा बिट छ। त्यसपछि फर्सीडोलमा प्रहरी चौकी, फर्सीडोल प्रहरी प्रभाग फर्सीडोल भन्ने छ, त्यहाँ सैसाबको कमान्डमा छ, 9 जना प्रहरीहरू हुनुहुन्छ। त्यसपछि यता छम्बीमा सैसाबकै कमान्डमा 9 जना छ। बाँकी हाम्रो चाहिँ भैँसीपाटी एरियामा एउटा सिआरबी, एउटा मोबाइल, केवाटी एउटा, र रातको समयमा 12 बजेदेखि 4 बजेसम्म एउटा पैदल गस्ती, एउटा मोटरसाइकल गस्ती र चाहिँ 6 बजेदेखि 12 बजेसम्म गाडी गस्ती र मोटरसाइकल गस्तीले शान्ति सुरक्षा कायम गर्नको लागि काम गरिराखेको अवस्था छ। हजुर, यो अवस्थामा सर प्रहरी माग भएको अवस्थामा यो कति समयमा चाहिँ प्रहरीले रेस्पोन्स गर्न सक्ने अवस्था छ? एवार त ठुलो छ। यसो छ, 25 नम्बर वडा र 18 नम्बर वडामा विदिन 5 मिनटमा हामी पुगिहाल्छौँ, किनभने नजिकैको एरिया हो। र हाम्रो चाहिँ खोकना एरिया र बुङमती एरिया हाम्रो एरियाबाट एकदमै स्पिडमा गयो भने पनि 10 मिनट लाग्छ। कार्यालयबाटै त्यहाँ पुग्न 10 मिनट लाग्ने भावनाले नजिकैको चाहिँ सिआरबीलाई पनि प्रयोग गर्छौँ। कहिलेकाहीँ सिआरबीले नभ्याएको अवस्थामा मोबाइलै गएर रेस्पोन्स गर्ने गरिहाल्छ। हजुर, यो सँगसँगै सर अब विशेष गरी पछिल्लो समय यो भैँसीपाटी क्षेत्रमा होइन, हजुर, यो कस्ता खालका अपराधहरू चाहिँ बढी सङ्ख्यामा भइरहेका छन्, त्यसलाई नियन्त्रण गर्नको लागि, न्यूनीकरण गर्नको लागि प्रहरीको भूमिका चाहिँ कस्तो छ? जानकारी गराइदिनुहोस् न त्यो पनि। यसो छ, अहिले एकदमै धेरै बढेको भनेको बैङ्किङ कसुर, यो ठगी सम्बन्धी, यो आर्थिक ठगी भनौँ न, बैङ्किङ कसुर सम्बन्धी अलि बढी नै छ। अन्य चाहिँ सवारी दुर्घटना पनि दैनिक 2-3वटा भइरहेको हुन्छ, सवारी दुर्घटना पनि छ। अर्को घरेलु हिंसा पनि छ। हजुर, अलि बढी हुने घरेलु हिंसा छ। अब त्यहाँ साँझको बेलामा हुने मापसे गरेर हुने चाहिँ हिंसाहरूलाई नि बढी चाहिँ अब झैझगडा हुन्छ नि, झैझगडा हुने, एक आपसमा कुटाकुट हुने जस्ता घटनाहरू पनि भइरहेको अवस्था छ। हजुर, तपाईँले सुन्दै हुनुहुन्छ ट्राफिक एफएम 95.5 मेगाहर्जमा कार्यक्रम सुरक्षा डायरी। र कार्यक्रम सुरक्षा डायरीमा आज हामीसँग स्टुडियोमा अतिथिका रूपमा हुनुहुन्छ प्रहरी प्रभाग बुङमती भैँसीपाटीका प्रमुख प्रहरी निरीक्षक शशिधर शर्मा। यहाँलाई बुङमती प्रहरीसँग सम्बन्धित कुनै गुनासो छन्, जिज्ञासा छन् वा कुनै सल्लाह सुझाव छन् भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 53335558 पनि यहाँलाई खुला छोडिसकेका छौँ। र कुराकानी जोड्नु पर्दछ विशेष गरी अब सरले भन्नुभयो, अब यो ग्रामीण भेग भएको हिसाबले गर्दाखेरि यो प्राकृतिक रूपमा जुन अब गाँजाहरू चाहिँ उत्पादन हुने अवस्थाहरू छ, यसतर्फ चाहिँ यहाँहरूले कसरी ध्यान दिनुभएको अवस्था छ सर?
अनि यसलाई यसो खबर सङ्कलन गर्ने कसै बिक्री वितरण ओसार पसार भएको छ भने त्यसलाई चाहिँ तुरुन्त त्यसलाई पक्राउ गर्ने नियन्त्रणमा लिने हामीले यो 2 महिना पनि धेरै मान्छेलाई पक्राउ गरेर उता मुद्दा शाखामा बुझाइसकेको अवस्था छ। अब गाँजाको अलिकति थोरै परिणाम र धेरै परिणाम अनुसार मुद्दा चल्ने गर्छ। परिणाम अलिक थोरै भएमा त्यसलाई चाहिँ बाबुआमाको जिम्मा लगाई यो रिहाब सेन्टरहरू पुनर्स्थापना केन्द्रहरूमा पढाउने गरिन्छ। अब अलि धेरै मात्रामा रहेछ भने त्यसलाई कानुन बमोजिम मुद्दा दर्ता गरी चाहिँ प्रक्रिया अगाडि बढाइन्छ। यतिखेर सर हाम्रो स्टुडियोको टेलिफोन नम्बर 335557 मा कोही मित्र आउनु भएको छ, उहाँलाई स्वागत गरौँ। नमस्ते। नमस्कार संविधान सर, नमस्कार। नमस्कार दिपिका म्याम, आराम हुनुहुन्छ? अनि हजुरलाई ढिले भयो नि 2082 सालको हार्दिक मङ्गलमय शुभकामना, सुखद अनि शुभ रहोस् पदोन्नति प्रमोसनको एकदमै शुभकामना हजुरहरूलाई। मेरो व्यक्तिगत तर्फबाट अनि ट्राफिक एफएम परिवारको तर्फ पनि यहाँ अनि यहाँको परिवारलाई पनि नयाँ वर्षको शुभकामना दिन चाहे दिपिकाजी। धन्यवाद सर। आज हामीसँग स्टुडियोमा हुनुहुन्छ प्रहरी प्रभाग बुङमती भैँसे पार्टीको प्रमुख प्रहरी निरीक्षक शशिधर शर्मा सर। यहाँलाई भैँसे पार्टी प्रहरीसँग सम्बन्धित गुनासो छन्, जिज्ञासा छन् अथवा सल्लाह सुझाव छन् भने राख्न सक्नुहुन्छ। सर हजुर नमस्कार। नमस्ते हजुर, नमस्ते। आराम भइसिन्छ? आराम हजुर। हजुर यहाँ कहाँबाट हजुर? म काठमाडौँ यता कुलेश्वरबाट। ए कुलेश्वर, हजुर हजुर, कालीमाटी। म यहीँबाट हो। अनि सर्वप्रथम त हजुरलाई फेरि पनि कार्य सफलता त्यस्तै 2082 सालको एकदम हार्दिक मङ्गलमय शुभकामना। हजुरको कार्य सफलता चाहिँ अझै राम्रोसँग अगाडि यो कार्यकाल पुरा होस्, सदा जति छ एकदम धेरै धेरै शुभकामना मेरो तर्फबाट। धेरै शुभकामना हजुरको, अझै पदोन्नति प्रमोसन हुँदै जाओस्, कुशल कार्य सफलताको शुभकामना हजुरलाई। हजुरको शुभकामनालाई एकदम मैले हृदयङ्गमन गर्दै हजुरलाई पनि नयाँ वर्षको एकदम मङ्गलमय शुभकामना छ हजुर। धन्यवाद सर। मैले जिज्ञासा राख्नु पर्दा म यहाँ कुलेश्वर, तर त्यहाँको जिज्ञासा मैले बोल्नु पर्दा चाहिँ मैले चाहिँ के राख्न चाहेँ भने अब त्यो बुगमती भन्ने बित्तिकै भैँसेपाटी भन्ने बित्तिकै भैँसेपाटीतिर त अनेक ठाउँको अनेक जिल्लाको मान्छेहरू पूर्व पश्चिम उत्तर दक्षिणको बसोबास हुने ठाउँै भइसकेको छ। त्यहाँ पोलटिङले धेरै राम्रा अब भिआइपीहरूको घरहरू पनि त्यस्तो सुनेको छु मैले। र बुगमती अलि उता चाहिँ अब अलिकति ग्रामीण भेग अनि जङ्गलहरू भएको मन्दिर पनि अब त्यहाँ चाहिँ मन्दिरको पनि ठाउँ छ र धेरै पुरानो बसोबास गर्ने भनेको चाहिँ नेवार समुदाय, अलि माथि तामाङ समुदाय सुनेको छु मैले। हुन त म त्यति धेरै भ्रमण त गरेको छुइनँ, बुगमतीसम्म त पुगेको छु। तर त्यहाँ चाहिँ जस्तै हजुरलाई ड्युटी गर्नको लागि अब भनौँ न घरेलु मदिरा अनि मदिरा पिएर घरेलु हिंसा, त्यस्तै यो गाँजाको अब अलिक ग्रामीण भएको हुनाले त्यसै पनि उम्रिन सक्ने त्यस्तो खाने, त्यहाँ कस्तै विसङ्गति विकृति अथवा भनौँ न एउटा समाजलाई नपच्ने खालको घटना र भनौँ न एउटा कुकर्म भनेपछि कुकाम चाहिँ अब हरेक कुरामा पर्छ। नराम्रो कामहरू त्यहाँ चाहिँ कतिको चोरीहरू कस्तो हुँदो रहेछ, अब यसका ब्याग एक्सचेन्ज गर्ने सिक्री भनौँ न गहनाहरू सहरको जस्तो भन्दा भिन्नता त्यहाँ रहेछ कि उस्तै रहेछ कि त्यो भेगमा चाहिँ कस्तो रहेछ भनेर हजुरलाई जिज्ञासा राख्न चाहे सर। होइन धेरै बेर समय छैन मैले बोल्ने पनि, र म यो जिज्ञासा राख्दै जिज्ञासाको उत्तरको अपेक्षा हजुरसँग गर्दै र सबैलाई मैले मात्रै नै सबले सुनेर बुझ्नु हुनेछ र सबैको तर्फबाट हजुरलाई फेरि पनि शुभकामना दिँदै म अफेरमा सुन्नेछु। अहिले हजुरबाट बिदा भएँ। नमस्कार। थ्याङ्क यू। मैले हजुरलाई हजुरको क्वेसनको उचित जवाफ दिने प्रयास गर्नेछु। हजुरले भने जस्तो भैँसेपाटी अलिकति ग्रामीण र अहिले बढ्दो सहरी प्रभाव परेको चाहिँ इलाका पर्दछ। अब त्यहाँ चाहिँ भैँसेपाटी आवास क्षेत्र भनेपछि त्यहाँ धेरै यो कोलोनीहरू बनेको अवस्था छ। 7वटा त अहिले रनिङमै छ, अरू बन्दै गरेको अवस्था छ। अब त्यहाँ चाहिँ अलिकति जनसङ्ख्या पनि वृद्धि र भिआइपीहरूको बसोबास भएको एरिया हो। हजुरले भनेको जस्तो खोकना बुङमती र अलिकति फर्सीडोल अनि भन्नु खोज्नु भयो होला यता छम्पीतिर अलिकति ग्रामीण इलाका छ। त्यहाँ काम गर्नलाई अब त्यस्तो अप्ठ्यारो भएको अवस्था केही पनि छैन, सजिलै छ। र अर्को कुरा हजुरले भनेको चाहिँ यो लागु औषध प्लस गाँजाको कुरा गर्नुभएको थियो। यो गाँजा ग्रामीण इलाकामा अलिकति चाहिँ बारीको पाटाहरूमा उम्रिने र त्यसलाई चाहिँ त्यही प्रयोग गर्ने अवस्था देखिन्छ। त्यसलाई हामी
खबर पाउने बित्तिकै कतै उम्रेको उत्पादन भएको खबर पाउने बित्तिकै त्यसलाई नष्ट गर्ने योजनामा छ। र अर्को कुरा यो लागु औषध प्लस गाँजाको चाहिँ प्रयोग हाम्रो इलाकामा पनि काठमाडौँको प्रभाव त्यहाँ पर्दो रहेछ। अब यहाँबाट अलिक घुम्ने केटाकेटीहरू घुम्ने उद्देश्यले जाने, एकान्त ठाउँमा गएर प्रयोग गर्ने, खाने, त्यो धेरै पक्राउ गरेर लिएर आछौँ। हामीले चाहिँ बाबुआमालाई नै जिम्मा लगाएको छौँ। केहीलाई हामीले जिल्ला प्रहरी कार्यालय पनि बुझाएको अवस्था छ। त्यसमा अब गाँजाको प्रयोग, लागु औषधको प्रयोगलाई पूर्ण रूपमा निश्चित गर्नको लागि हामीले खबर सङ्कलन, सादा पोसाकमा प्रहरी परिचालन र स्थानीय तहबाटै स्थानीय व्यक्तिहरूबाट हामीलाई खबर आउँछ, हामी तुरुन्त त्यसलाई नियमन गर्ने गरेका छौँ। हस्, धन्यवाद। र हामी दीपिकाजीको बाँकी जिज्ञासाको चाहिँ हामी ट्राफिक अपडेट पछि चाहिँ यहाँहरूलाई भनौँ न सरबाट चाहिँ उत्तर दिलाउनेछौँ। अहिले पनि हामी केही बेर सामाजिक सन्देशतर्फ लाग्छौँ। सामाजिक सन्देश पछाडि ट्राफिक अपडेट र ट्राफिक अपडेट पछि फेरि पनि कार्यक्रमको बाँकी अंश लिएर उपस्थित हुने रहेछौँ। ए दिदी, तपाईको ध्यान कता? हजुर, बाटो काट्ने जेब्रा क्रस यता। ट्राफिक प्रहरी। साना केटाकेटीले सवारीको गति र दूरी अड्कल गर्न नसक्ने हुँदा सुरक्षित तरिकाबाट बाटो काट्न सक्दैनन्। त्यसैले केटाकेटीहरूको सुरक्षा तपाईँ हामीमा नै भर पर्छ। कहिल्यै पनि साना केटाकेटीहरूलाई सडक वा सडक पेटीमा एक्लै हिँड्न नदिनुहोस्। केटाकेटीहरूले उदाहरणबाटै सिक्छन्, त्यसैले सधैँ उनीहरूसँग बाटो काट्दा बाटो काट्ने निर्देशिका अनुसार बाटो काट्नुहोस्। कहिल्यै पनि तपाईँका केटाकेटीहरूलाई सडकमा खेल्न वा गुडिरहेको सवारीको पछाडि दौडिन नदिनुहोस्। यसो गर्दा दुर्घटना हुन्छ भनी सम्झाउनुहोस्। दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ। ट्राफिक प्रहरी। सडकमा हरेक व्यक्तिको सुरक्षा ट्राफिक प्रहरीको एउटै सदिच्छा। पालना गरौँ ट्राफिक नियम, हे ट्राफिक नियम पालना गरौँ। असल नागरिकबाट हाम्रो यही अपेक्षा, यही अपेक्षा। मेट्रो ट्राफिक FM 95.5 को आह्वान। अब तपाईँ सुन्न सक्नुहुनेछ ट्राफिक अपडेट। जय नेपाल। दिउँसो 12:30 बजेको ट्राफिक अपडेट लिएर उपस्थित भएकी छु। म छुमा देवी राई। र्यालीका कारण काठमाडौँको माइतीघर बबरमहल नयाँ बानेश्वरसम्मको सडकखण्डमा चल्ने सवारी साधनलाई यति बेला विभिन्न स्थानबाट डाइभर्सन गरिएको छ। साना तथा दुई पाङ्ग्रे सवारी साधनलाई नयाँ बानेश्वर र माइतीघरबाट डाइभर्सन गरिएको हो। बाडाका सवारी साधनलाई पनि तिनकुने, रणोदीप र कृष्ण पाउरोटीबाट डाइभर्सन गरिएको छ, जसका कारण कोटेश्वर, मुनिभैरव, तिनकुने, हनुमान थान, थापागाउँ, पुरानो बानेश्वर, सेतोपुल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, बोटेबहाल, टेकु, शहीद गेट, नागस्थान, पटाइटी, जमल, घण्टाघर, भद्रकाली, सुन्धारा, न्यू रोड गेट हुँदै चल्ने सवारी साधन यति बेला पनि क्यूमा चलिरहेका छन्। यसबाहेक अन्य स्थानमा सवारी साधनले ट्राफिक व्यवस्थापनको क्रममा केही समय रोकिनुपर्ने अवस्था रहेको छ। नाकाको सवारी आवागमन भने सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जानकारी दिएको छ। हवस् त, अहिलेलाई ट्राफिक अपडेट यति नै। तपाईँको यात्रालाई सहज बनाउने हाम्रो प्रयास जारी छ। ट्राफिक एफएम सुन्दै गर्नुहोला। जय नेपाल, शुभ यात्रा।
सुन्नु न हजुर, म आफ्नो सम्पत्ति तथा दायित्वको जोखिम हस्तान्तरण गरेर ढुक्कले आफ्नो पेसा व्यवसाय गर्न चाहन्छु। त्यसको लागि भरपर्दो र सहज रूपमा दाबी भुक्तानी गर्ने इन्सुरेन्स कम्पनी कुनै छ? त्यसको लागि सबैभन्दा भरपर्दो इन्सुरेन्स कम्पनी नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेड छ नि। राष्ट्रिय बीमा कम्पनीमा के को बीमा गर्न पाइन्छ नि? घर, सम्पत्ति, सवारी साधन, हवाई, इन्जिनियरिङ, ढुवानी, औषधि उपचार, दुर्घटना, कृषि आदि बीमा गर्न पाइन्छ। हो, त्यसो भए त म आजै राष्ट्रिय बीमा कम्पनी गएर सम्पत्ति तथा दायित्वको बीमा गरेर जोखिम हस्तान्तरण गरिहाल्छु। राष्ट्रिय बीमा कम्पनी लिमिटेड, रामशाहपथ, काठमाडौँ। छिटो सेवा, राम्रो व्यापार, डिजिटल ब्याङ्क हुन्छ। राष्ट्रिय वाणिज्य ब्याङ्क आफ्नै ब्याङ्क जुन छ। उद्योग व्यापार, कृषि, घर, गाडी किन्नसम्म लगानी नि गर्छ हजुर, व्यापार पनि कममा। भरपर्दो नि हो, राम्रो पनि हो। राष्ट्रिय वाणिज्य ब्याङ्क हाम्रो पनि हो, हाम्रो पनि हो। राष्ट्रिय वाणिज्य ब्याङ्क हाम्रो पनि हो, हाम्रो पनि हो। रातको समयमा सवारी साधन चलाउँदा हेडलाइट हाई बिम गरी चलाउनाले विपरीत दिशाबाट आएको सवारी साधनका चालकमा प्रत्यक्ष असर परी दुर्घटना हुने सम्भावना भएकाले आवश्यक अवस्थामा बाहेक रातको समयमा विपरीत दिशाबाट सवारी साधन आइरहेको देख्दा शहरी क्षेत्रमा पर्याप्त प्रकाश भएको स्थानमा तथा अन्य स्थानमा लो बिम गरेर मात्र सवारी साधन चलाउनु हुन सम्पूर्ण चालकहरूमा अनुरोध गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ। जथाभावी सडकमा सवारी साधन पार्किङ गर्दा शहरको सौन्दर्यमा समेत असर पार्दछ। तसर्थ तोकिएको स्थानमा मात्रै सवारी साधन पार्किङ गरी सडक सभ्यता विकासमा आफ्नो भूमिका निर्वाह गरौं। जनहितका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय। सूचना सूचना सूचना। नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी कल्याण कोषद्वारा देशका विभिन्न स्थानहरूमा सञ्चालित पेट्रोल पम्पहरूबाट अत्यावश्यक सवारी साधनलाई 24 घण्टा इन्धन वितरण गरिँदै आएकोमा अब उपरान्त सर्वसाधारणको सुविधालाई मध्यनजर गरी पेट्रोल पम्पहरू 24 घण्टा खुला रहने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। प्रहरी कल्याण कोषद्वारा सञ्चालित पेट्रोल पम्पहरू रहेका स्थानहरू काठमाडौँको नक्साल र सामाखुसी, चितवनको भरतपुर, बाराको पतलैया, सप्तरीको कदमाहा, बाँकेको कोहलपुर र कैलालीको धनगढी। नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी कल्याण कोष। ट्राफिक मत सक्छा सोया दिसरे हले जकलो काटे यन दिसरे ट्राफिक एफएम सक्छा नेना दिसरे ट्राफिक एफएम भरे चोना दिसरे। मेट्रो ट्राफिक एफएम 95.5 मेगाहर्ज। ट्राफिक अपडेटपछि पुनः स्वागत छ यहाँलाई कार्यक्रम सुरक्षा डायरीको बाँकी अंशमा। आज हाम्रो स्टुडियोमा हुनुहुन्छ अतिथिका रूपमा प्रहरी प्रभाग बुङमतीका कार्यालय प्रमुख प्रहरी निरीक्षक शशिधर शर्मा र यहाँलाई बुङमती प्रहरीसँग सम्बन्धित कुनै गुनासो छन्, जिज्ञासा छन् अथवा सल्लाह सुझाव छन् भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5333-558मा टेलिफोन गर्न सक्नुहुन्छ भने पनि यहाँलाई जानकारी गराउन चाहे। सर पुनः स्वागत छ यहाँलाई कार्यक्रममा। विशेष गरी सर अघि दीपिकाजीले जिज्ञासाहरू राख्नुभएको अवस्था थियो होइन, त्यो अवस्थामा चाहिँ उहाँले विशेष गरी यो घरेलु मदिरा र यो घरेलु हिंसालाई पनि जोड्नु भएको अवस्था थियो। यो क्षेत्रमा चाहिँ घरेलु मदिरा र घरेलु हिंसाको अवस्था कस्तो छ, विशेष गरी नेवार तामाङ जातिको चाहिँ बसोबास चाहिँ अलिकति बढी छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ अब भनौँ न संस्कृतिसँग पनि जोडिएको कुरा हुन्छ घरेलु मदिरा। यो अवस्थामा चाहिँ घरेलु मदिरा र हिंसाको अवस्था चाहिँ कस्तो छ भनेर जिज्ञासा राख्नु भएको थियो, यसलाई प्रश्न दिनुहोस्। अब घरेलु मदिरा यसो छ, अब
व्यावसायिक रूपमा उत्पादन गर्नेलाई हामीले चाहिँ नियन्त्रणमा लिइरहेको अवस्था हो। हजुर। केहीलाई हामीले बिचमा माघ महिनामा 2-3 ठाउँमा हामीले भाँडासहित नै नियन्त्रणमा ल्याएर त्यसलाई चाहिँ कारबाही गरेका थियौँ। हजुर। अब संस्कृतिसँग जोडेका कुराहरूसँग नेवारी समुदाय र तामाङ समुदायमा अलिक पूजापाठमा पनि अलिकति घरेलु मदिरा प्रयोग हुने भावनाले अब उहाँहरूको चाहिँ संस्कृतिलाई चाहिँ सम्मानमा आँच नआउने गरी हामीले अब घरेलु उत्पादन गर्ने ठाउँलाई नियन्त्रणमा ल्याएको छौँ। कारबाही भइरहेछ। हजुर। अब घरेलु हिंसाको कुरा आयो। घरेलु हिंसा अहिले अलिकति फरक खालको घरेलु हिंसा छ। पहिला मापसे गर्ने घरमा आउने अब श्रीमतीलाई कुट्ने बालबच्चालाई कुट्ने अवस्था थियो भने अहिले चाहिँ सामाजिक सञ्जालको दुरुपयोगबाट एकले अर्कालाई शङ्का गर्ने अनि सामाजिक सञ्जाल अब श्रीमतीले श्रीमानको मोबाइल हेर्न पाएन भने पनि त्यहाँ झै झगडा हुने अनि श्रीमानले श्रीमतीको हेर्न पाएन भने झै झगडा हुने त्यस्तो चाहिँ प्रवृत्ति धेरै छ। मापसेको भन्दा नि अलिक बढी यो सामाजिक सञ्जालको चाहिँ दुरुपयोग भनौँ न अलिकति एक आपसमा शङ्काको वातावरण भएपछि अनि घरेलु हिंसा भएको अवस्था छ। हजुर। र यो सँगसँगै सर अब पछिल्लो समय भनौँ न प्रविधिको विकास भए सँगसँगै विभिन्न अपराधहरूमा पनि प्रविधि जोडिएको अवस्थाहरू छ र अब अहिले भनौँ न स्मार्ट सबै उमेर समूहका व्यक्तिहरूसँग चाहिँ स्मार्टफोन छ। त्यो भएको कारणले गर्दाखेरि पनि साइबर क्राइमहरूको सङ्ख्या चाहिँ बढ्ने सम्भावना छ। यो भैँसेपाटी क्षेत्रमा चाहिँ यसको अवस्था के छ? भैँसेपाटी पनि त्योबाट चाहिँ अछुतो छैन। एकदमै दिनमा 2-3वटा 4-5वटा हामी कहाँ कम्प्लेन आइरहेको हुन्छ। हजुर। अब हिजो अस्ति मात्रै फेसबुकमा कसैले रिप लेखिदियो अनि रिप लेखा भएर उसलाई रिस उठ्यो, उसलाई गएर बेसमारी कुटेर घाउ बनाएको अवस्था पनि थियो। हजुर। होइन अब त्यस्तो भइरहेछ। अब त्यो अछुतो छैन, सहरको प्रभाव त्यहाँ पनि परिरहेछ। हजुर। यो सँगसँगै सर अब भनौँ न विशेष गरी अब यो साइबर क्राइमको गुनासो गर्न आउँदा कुन उमेर समूहका व्यक्तिहरू चाहिँ बढी आइरहेका छन्? साइबर क्राइमको 15 भनौँ न 17-18देखि 25-26सम्म छ। त्यहाँभन्दा माथिकोले खासै हुँदैन। हजुर। अलि त्यो माथिको उमेर समूह त्यति त्यो प्रभावमा पर्दैन। 18देखि 25 उमेर समूहका बढी छन् त्यसमा। हजुर। यो सँगै सर प्रहरीले अब विशेष गरी सूचनाको लागि चाहिँ भनौँ न समुदाय साझेदारी कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको अवस्था छ र यो भैँसेपाटी क्षेत्रमा चाहिँ यो समुदाय साझेदारी कार्यक्रम कसरी भइरहेको छ यो पनि जानकारी गराइदिनुहोस् न। भैँसेपाटी क्षेत्रमा हाम्रो चाहिँ 4वटा वडा छन्। महानगरपालिकाको 4वटा वडामा रेगुलर स्थानीय तहसँग समन्वय गरेर हामीले चाहिँ टोलमा महिला हिंसा सम्बन्धी, चोरी सम्बन्धी, लागुओसर सम्बन्धी र चाहिँ अन्य सचेतनाका ट्राफिक सचेतनाका कुराहरू लिएर हामीले प्रत्येक महिनामा 5वटा समुदाय साझेदारी कार्यक्रम गरिरहेको अवस्था छ। 5वटा चाहिँ हामी अनिवार्य नै गर्छौँ। त्यो कहिले 7वटा पनि पुग्छ। अब अर्को हामीले स्कुल सम्पर्क कार्यक्रम। स्कुल सम्पर्कमा हाम्रो प्रत्येक स्कुलमा समिति, हाम्रो स्कुल समन्वय समिति, सम्पर्क समितिहरू छन्। समुदाय साझेदारी चाहिँ त्यसमा विद्यार्थीहरूलाई 9 र 10को प्राय 9 र 10को विद्यार्थीहरूलाई प्रत्येक स्कुलमा हामीले सचेतना कार्यक्रम प्लस लागुओसर साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम लिएर त्यसलाई क्लासकै रूपमा लिएर चाहिँ गर्ने गरिरहेको छ। हजुर। र त्यो सँगसँगै सर अब भनौँ यो आम समुदायमा चाहिँ कतिको समुदाय साझेदारी कार्यक्रम इफेक्टिभ भइरहेको अवस्था छ? विशेष गरी आम जनसमुदायबाट नै विभिन्न सूचनाहरू पछिल्लो समय प्रभावकारी हुने भएको कारणले गर्दा आइरहेको छ। यो क्षेत्रमा चाहिँ के छ? त्यहाँ पनि समुदाय साझेदारीको राम्रो प्रभाव परेको छ। सूचनाहरू समुदाय साझेदारी कार्यक्रमले त्यहाँ गएर समाजमा घोलमेल हुने अवस्था हुन्छ। पुलिससँग चाहिँ उहाँहरूले चाहिँ खासै डर मान्नुपर्ने अवस्था हुँदैन र सूचना चाहिँ उहाँहरूले एकदम स्वस्फूर्त रूपमा नै दिइरहनु भएको छ। त्यस्तो समस्या छैन। हजुर। र विशेष गरी सर अब भनौँ यो भैँसेपाटी क्षेत्र अब पछिल्लो समय होइन अब भिभिआइपीहरूको भनौँ निवासहरू पनि छ। हजुर। बढ्दो सहरीकरण पनि छ र भनौँ अझ भन्नुपर्दाखेरि चाहिँ त्यो क्षेत्रमा चाहिँ यो भनौँ न अहिले विशेष गरी मन्त्री क्वार्टर त्यो सँगसँगै प्रदेश प्रमुखहरूको क्वार्टर पनि छ होइन। यो विषयमा हामी केही समयपछि कुराकानी गर्नेछौँ सर। यतिखेर कोही भित्र आउनु भएको छ टेलिफोनमा भनेर प्राविधिक मित्र जानकारी दिँदै हुनुहुन्छ। उहाँलाई स्वागत गरौँ। नमस्ते। हजुर जय नेपाल सर। नमस्कार विष्णुमती। नमस्कार विष्णुमतीजी, आराम हुनुहुन्छ? हजुर म सन्चै छु, आराम चाहन्छु।
82 सालको मङ्गलमय शुभकामना हजुरलाई। मेरो व्यक्तिगत तर्फबाट अनि ट्राफिक एफएम परिवारको तर्फबाट पनि यहाँ अनि यहाँको परिवारलाई चाहिँ नयाँ वर्ष 2082 सालको चाहिँ शुभकामना है त। अनि विष्णुमतीजी आज लगभग तपाईँकै पेरिफेरीमा शान्ति सुरक्षा गर्नुहुन्छ होइन? यो विशेष गरी पहिला पनि यहाँले फोन गर्नुभएको थियो, त्यो कारणले गर्दाखेरि चाहिँ मैले यहाँलाई चाहिँ फेरि पनि भनौँ न त्यहाँ यहाँले प्रहरीलाई दिनुपर्ने कुनै सूचना छ अथवा भनौँ कुनै सल्लाह सुझाव छ, कुनै गुनासो छन् भने निश्चित रूपमा राख्न सक्नुहुन्छ। अनि त्यस्तो सुझाव त होइन, पनि यसो एउटा दुईवटा कुरा यसो भनौँ न हजुर, हाम्रो साहबलाई नै थाहा भएको कुरा नै भन्न खोजेँ मैले। हजुर एकदम राख्न सक्नुहुन्छ। नमस्कार। नमस्ते हजुर, नमस्ते। मङ्गलमय शुभकामना। हजुरलाई पनि एकदम शुभकामना हजुर। धन्यवाद सर। हातेका सोचेका कुरा सबै पुगोस्, जहाँ जताततै पुग्यो पनि सबैको हुनु परोस् हजुरलाई। थ्याङ्क यू। भन्न चाहेको नि सर हजुर हजुर, यो जस्तै वर्षा एकचोटि भयो यो कुरा, जस्तै सानो सानो बच्चाहरू सानो सानो रटहरू लिएर फलमको अनि जस्तो सुकै ताल्चा पनि फुटाउन सक्ने पसलको एउटा मोबाइल पसलमा दुईचोटि त्यसरी त्यस्तो गरे। बिचरा त्यो मोबाइल पसल लाग्ने भाइले पसल गर्ने अल्छी लाएर कतिसम्म पसलले कति अब चौकी जानु कति के गर्नु अब गरे जोरजम्मा गऱ्यो अनि फुटाउन त रातभरि उता नखुडोलको पुल बनाएको छैन है हजुरहरूलाई पनि थाहा छ। अनि यो हाइवे बाटो चाहिँ नि राति त्यो पहेँला मोटर माटो ओसानी चल्छ जुन जस्तै त्यो धारो बिग्रिएको ठाउँमा चाहिँ नि खनेर अनि पछि त्यो पिच गरेको ठाउँमा चाहिँ नि त्यहाँ अलिकति के हुनु छ घन्याएर घुन्नु गर्छ त्यो त्यस्तो मोटरहरू। अनि यो बाटो साइडहरू त अब मोटरले होला भन्ने हुन्छ, जस्तै तिनीहरू चाहिँ नि त्यो यस्तै भनौँ न 2:30 1 बजीदेखिको 4 बजीसम्म त्यसरी त्यो चिरेकालेमा हिँड्दो रहेछन्, सानसानो बच्चा हुँदो रहेछ, तिनीहरूलाई कानुन पनि हुँदो रहेछ। अनि उसको अब जुन चोरी हुनेको धेरै हराउँछ अनि क्षतिपूर्ति उको चाहिँ अलिकति कम पाउँदो रहेछन् अनि जान्छन् कि जाँदैनन्। अहिले हालसाल यो कति गति हो धेरै पनि भएको छैन, 1 हप्ता पनि भएको छैन होला। त्यो भयो फेरि त्यो दुईचोटिसम्म त्यो 2-3 ठाउँमा कस्तो अनि त्यो बच्चाहरू फुटफाटे चोर भनेर हेर्न जाने ठुलो पनि होइन बलवान पनि होइन, सानो सानो बच्चाहरू हुन्छ रटहरूले त्यो ठुल्ठुलो ताल्चा पनि खोलिदिन्छ। फेरि हाम्रो भ्यान पनि हिँडिराखेको हुन्छ, रातभरि मोटर पनि हिँडिराखेको हुन्छ, मान्छेहरू नि हिँडिराखेको हुन्छ। तिनीहरूले कति बेला दाउ चोक्छ कति बेला त्यस्तो गर्न सक्दो रहेछ भन्न खोजे सर मेरो। विशेष गरी अब सुझाव दिन चाहनुभयो होइन, यसतर्फ ध्यान दिनको लागि। सबै ठिक छ, अब यो जुन जाति हल्ला पनि त्यो घरमै होला सबै ठिक छ सर भन्दै म जान्छु। जय नेपाल सर, नमस्कार। नमस्ते विष्णुमतीजी। विशेष गरी सर उहाँले जिज्ञासा राख्नु भएको होइन, विशेष गरी साना उमेर समूहका भनौँ न बालबालिकाहरूले चाहिँ रड लिएर तालाहरू फोडेर चाहिँ चोरी गरिरहेको अवस्थाहरू छ, 2 पटकसम्म एउटै मोबाइल पसल चोरी भएको अवस्था छ भनेर उहाँले चाहिँ भनौँ न अब यसलाई कसरी यहाँले कन्ट्रोल गर्नको लागि चाहिँ सुरक्षा योजना बनाउनु भएको छ भनेर जिज्ञासा राख्नु भएको छ, यसलाई प्रस्ताविदिनुहोस्। बच्चाहरूले चाहिँ अब बच्चाहरूको जुन उपद्रव भनौँ न अब जुन चोरीसँग सम्बन्धित गर्ने उपद्रव छ त्यसलाई हामी नियन्त्रणमा ल्याएर सम्बन्धित बाबुआमालाई चाहिँ अब चोरीको सामान छ भने कानुन बमोजिम पनि गइन्छ। चोरीको सामान उसँग बरामद भएको अवस्था छ भने त्यसलाई चाहिँ हामी कानुन बमोजिमै जाने व्यवस्था छ। अब चोरीको सामान साथमा रहन्छ, अब कहीँ चोरी गर्न लागेको अथवा चोर्न शङ्कास्पद रूपमा भेटेको अवस्थामा उसको गार्जियनलाई बोलाएर केहीलाई तारिखमा पनि राखेर हामीले चाहिँ काम गरेका छौँ। केही चाहिँलाई बाबुआमालाई चाहिँ सचेत गराएर उसलाई अब के गर्न सकिन्छ उसलाई सुधार गर्नको लागि महिनामा हामी कहाँ सम्पर्क आउनुहोस् के छ कसो भनेर उसको बानी व्यवहारमा फरकपन आयो कि आएन भनेर पनि त्यसलाई चाहिँ हामीले हेर्ने गरेका छौँ। अब बच्चाहरूले ठ्याक्कै सामानै फेला परेको अवस्थामा त कानुन बमोजिम पनि गरिन्छ। हजुर, र यो सँगसँगै सर उहाँको जिज्ञासा भनौँ न, जिज्ञासा के थियो भने त्यसरी चोरी भइसकेपछि त्यो चोरी भएको ठाउँमा चाहिँ उहाँले क्षतिपूर्ति चाहिँ कम पाउनुभयो भन्ने चाहिँ एउटा भनौँ न जिज्ञासा रह्यो उहाँको, के कारणले गर्दा त्यस्तो हुन सक्छ भनेर। कानुन त अब मुद्दा चलिसकेपछि मुद्दा फाइल भएर अदालतबाट त्यो मुद्दा निर्क्युल नहुँदासम्म सामान फिर्ता
बरामद भएको सामान फिर्ता दिइँदैन। अब अदालतको अनुमति प्रहरीले गर्नु भन्दा पनि सम्मानित अदालतबाटै फिर्ता दिने व्यवस्था भएको हुनाले अब त्यो चाहिँ क्षतिपूर्ति भन्दा पनि बरामद भएको सामान सबै फिर्ता दिने व्यवस्था छ। अब क्षतिपूर्ति रिइन्भर्समेन्ट चाहिँ छैन। केही समय लाग्छ प्रहरी कार्यालय भनौँ कानुनी प्रक्रिया पुर्याउँदा केही समय लाग्छ अलिकति लामो समय लाग्छ। हजुर त्यो सँगसँगै सर उहाँले एउटा अर्को जिज्ञासा राख्नु भएको थियो विशेष गरी यो माटो बोक्ने सवारी साधनले गर्दाखेरि पनि अलिकति डिस्टर्ब भएको हो कि भनेर चाहिँ जिज्ञासा राख्नु भएको थियो यसलाई पनि प्रस्ताइदिनुहोस् न। माटो बोक्ने सवारी साधन त कोरिडोरको बाटोबाटै सरकारले जुन व्यवस्थापन गर्ने जुन माथिबाटै निर्णय भएर आएको र कोरिडोरको बाटोबाटै लाने गरेको छ। त्यहाँ बाटो अहिले राम्रै भएको छ त्यस्तो नराम्रो बाटो छैन। अब त्यहाँ बाटो अलिकति खराब भएको ठाउँमा अलिक बढी आवाज हुने गरी उफ्रिने र कराउने भावनाले जनसुविधामा डिस्टर्ब भएको हुनसक्छ। हामीले त्यसलाई स्पिड नियन्त्रण गर्नको लागि ड्राइभरहरूलाई धेरै समय प्रशिक्षण गराएर नलगाइ अलि स्लो चलाउनुहोस् है भनेर त्यसरी सचेत गराउने गरिएको छ। हजुर र यो सँगै सर फेरि पनि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 53335557 कोही मित्र आउनु भएको छ उहाँलाई पनि स्वागत गरौँ। नमस्ते। हजुर नमस्कार। हजुर म सुन्दर कुमार परियार सानेपाबाट। हजुर सुन्दर कुमार परियारजी सानेपाबाट सन्चै हुनुहुन्छ सुन्दरजी? एकदम ठिक छु हजुर। आउनु भइरहेछ भगमती सरलाई उहाँलाई पनि नमस्कार गरे हजुर। नमस्ते हजुर। नमस्ते सुन्दर सर नमस्ते। उमेरले 60 वर्ष लाग्न लाग्यो। म नजिकबाट प्रहरी भाइहरू मेरो मित्रहरू पनि छन् चौकीकै बिटकै सँगै छु कि म। अनि धेरै नजिकबाट प्रहरी भाइहरूलाई हेरिराखेको छु। मैले पहिलाको यो कार्यक्रमहरू पनि हिँडिरहन्छु। एउटा जिज्ञासा चाहिँ के छ भन्नुहुन्छ भने मैले प्रत्यक्ष पाएको छु हजुरहरूको यो क्षेत्रमा हाम्रो राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पनि हाम्रो नेपाल प्रहरीको इज्जत धेरै छ। अनि मैले एउटा गुनासो जिज्ञासा के छ भन्नु जब दुर्घटना घटिसकेपछि अनि अलिकति राजनीतिक व्यक्तिहरू बिचमा आएर ल यसलाई मिलापत्र गरेर छोडिदिए है हाम्रो मान्छे भन्ने चाहिँ हजुरले चलन त्यस्तो गर्न भएको छ कि छैन त्यस्तो गर्दाखेरि चाहिँ मैले पाएको छु त्यसो भनेको। अब दुर्घटना घट्यो उसले सजाय बमोजिमको चाहिने उसले सजाय नपाउने अनि राजनीतिक व्यक्तिहरूले बिचमा आएर चाहिने ल हाम्रो मान्छे है मिलाउने मिलाइदेऊ भनेर गर्दाखेरि चाहिने त्यो मान्छेले त्यो राजनीति गर्ने मान्छेकै गुण गर्ने र आफ्नो प्रहरीले हामीले अहिले हजुरले जस्तै गरेर रात दिन भनेर खाइ नखाइ गरेर पनि अहिले देशको शान्ति सुरक्षा गर्नु भएको छ त्यो मलाई थाहा छ होइन। त्यसो गर्दाखेरि चाहिने भोलि चाहिँ नि यो राजनीतिकैपट्टि नै त्यो व्यक्ति जाने र मैले गल्ती गरेर मेरो प्रहरी भाइहरूले मैले गल्ती गरेको भएर मैले चाहिँ नि यो अहिले सजाय पाएको र मेरै लागि प्रहरी भाइहरूले चाहिँ नि दुःख गर्नु भएको भन्ने जुन भावना सन्देश गयो भने चाहिने प्रहरी सङ्गठन त एउटा ठुलो सङ्गठन हो नि। तपाईँको जिज्ञासा चाहिँ विशेष गरी अब कुनै पनि घटना हुँदा भनौँ घटनामा चाहिँ कहीँबाट दबाब हुँदाखेरि चाहिँ यो घटनाले चाहिँ फरक मोड लिन्छ कि भन्ने जिज्ञासा होइन? हजुर हो। यो बाहेक अन्य कुनै जिज्ञासा छन् गुनासा छन्? होइन अहिले समय थोरै छ हजुर आउनुभयो अर्को पालीमा फेरि हुन्छ ल कार्यक्रम सुन्दै गर्नु होला है त। विशेष गरी सर अब सुन्दर कुमार परियारजी हुनुहुन्थ्यो होइन उहाँले चाहिँ जिज्ञासा राख्नुभयो कुनै पनि घटना हुँदाखेरि अब भनौँ अब अहिलेसम्म धेरै कार्यालय प्रमुखहरू यहाँ आउँदाखेरि चाहिँ भनौँ एक हिसाबको जनमानसमा त्यो सोच छ तर प्रहरीले चाहिँ सजिलो एक्सेस दिएको छ कार्यालय प्रमुख आफै भेट्ने वातावरण गरिरहेको अवस्था छ त्यो सँगसँगै भनौँ तालुक कार्यालयहरूमा गुनासो गर्न सक्ने व्यवस्था गरिएको छ भनेर चाहिँ भनिरहनुहुन्छ होइन। यो अवस्थामा तैपनि उहाँको जिज्ञासा थियो कुनै पनि घटनामा कतैबाट दबाब आउँदाखेरि चाहिँ यो प्रहरीले जुन कानुनी प्रक्रिया अप्नाउँछ त्यो कानुनी प्रक्रिया चाहिँ थोरै फरक हिसाबमा अप्नाएको हो कि भन्ने जस्तो जिज्ञासा राख्नुभयो यसलाई प्रस्ताइदिनुहोस् न। यसमा यसो छ दुर्घटनाको सम्बन्धमा 2-3वटा चाहिँ कुराहरू हुन्छ। सामान्य दुर्घटनालाई सवारी ऐनमै मिलापत्र माध्यमबाटै त्यसलाई चाहिँ घटना टुङ्ग्याउने कुरा छ। अब जुन अङ्गभङ्ग भएको छ त्यो अङ्गभङ्गमा जाहेरी आयो भने त्यो मुद्दा दर्ता गरेरै जाहेरी मार्फतै हामीले अङ्गभङ्ग भएकोलाई चाहिँ हामी मुद्दा मार्फत लान्छौँ। अब सवारी ज्यान भएको छ सवारी ज्यान भएर मान्छे नै मृत्यु भएको अवस्था छ भने अब क्षतिपूर्ति पाउने कानुन क्षतिपूर्ति पाउने त आफ्नो ठाउँमा भयो र त्यसरी प्रभाव दबावमा पर्ने भन्ने मलाई त अहिलेसम्म थाहा छैन। नियमअनुसारै नै गरिरहेको अवस्था छ मेरो चाहिँ कार्यालयमा त्यस्तो आएको अवस्था छैन।
अब हामी कहाँ मुद्दा दर्ता पनि नहुने र अब त्यस्तो कुनै दुर्घटना त्यस्तो भयो भने तालुक कार्यालय हाम्रो जिल्ला प्रहरी परिसरमै लगेर त्यो चाहिँ घटना सबै त्यहाँ बुझाउने अवस्था भएको हुनाले अब त्यहाँ पनि त्यस्तो प्रभावमै परेर त्यस्तो भएको चाहिँ हामीलाई जानकारी छैन। सामान्य दुर्घटनामा मिलापत्र गराउँदाखेरि जुन कानुन बमोजिम मिलापत्र गराइन्छ त्यो चाहिँ अब प्रभावमा पर्ने भन्ने त हुन्न। अब जो पीडित छ त्यसलाई चाहिँ जसको गल्ती हेरेर यसले यति गर्नुहोस् यसले यति % गर्नुहोस् भन्ने कुरा त सामान्य उहाँहरूबाटै छलफल गरेर मिलापत्र गराउने भन्ने कुरा छुट्टै कुरा हो। यसमा चाहिँ प्रहरीले यो गर्नुपर्छ भनेर दबाब दिने अवस्था रहँदैन त्यस्तो छैन। उहाँहरू मिल्न चाहनु भएन भने नमिल्न पनि सक्नुहुन्छ। हजुर यसको लागि चाहिँ अब कसैले त्यसरी भनौँ अब हामी श्रोतालाई पनि अनुरोध गर्न चाहन्छौँ विशेष गरी त्यस्तो दबाबमा छ प्रहरी परिवर्तन गर्ने सोचमा छ यहाँहरूले भनौँ न अन्याय हुने अवस्था छ भने तपाईँले तालुक प्रहरी कार्यालयहरूमा पनि गुनासो गर्न सक्नुहुन्छ। अब अहिलेको त होइन यहाँहरूलाई विभिन्न सामाजिक भनौँ सञ्जालहरू त्यस्तै हरेक हिसाबमा चाहिँ प्रहरीले एक्सेस दिएको अवस्थाहरू छ। त्यो कारणले गर्दाखेरि चाहिँ थप जुन प्रहरी कार्यालयसँग यहाँको गुनासो छ जुन प्रहरी कर्मचारीसँग गुनासो छ उहाँभन्दा माथिल्लो निकायमा जानुभयो भने चाहिँ अवश्य पनि त्यस्तो सुनवाई हुन्छ र यो अहिले पछिल्लो समयमा यस्तो घटना भएको छैन र त्यस्तो पाउनु भएको छ भने तपाईँले सिधै गुनासो गर्न सक्नुहुन्छ। यो पनि हामी यहाँहरूलाई चाहिँ अनुरोध गर्न चाह्यौँ र यो सँगसँगै सर महत्त्वपूर्ण प्रतिष्ठानहरूतर्फ जोडिन चाहे होइन विशेष गरी अब प्रदेश प्रमुख मन्त्री क्वार्टरहरू पनि छ यो भैँसीपाटी क्षेत्रमा त्यो सँगसँगै भिआइपीज्यूहरूको निवासहरू पनि छ। त्यो कारणले गर्दाखेरि पनि अझ बढी चुनौतीपूर्ण छ किन भन्दाखेरि अब सबैजना शिक्षित भइसकेपछि आफ्नो अधिकार पनि सबैलाई थाहा छ होइन आफ्नो अधिकार थाहा भइसकेपछि चाहिँ उहाँहरूले अवश्य नै अधिकार खोज्नुहुन्छ। यो अवस्थामा चाहिँ थोरै समय ढिलासुस्ती भयो थोरै समय चाहिँ चुक्नुभयो भने पनि त्यो अवस्थामा पनि यहाँहरूलाई चाहिँ भनौँ न तपाईँहरूले दिएको सर्भिस चाहिँ पूर्ण रूपमा सन्तुष्ट नभइसकेपछि त्यसमा चाहिँ प्रश्नवाचक चिन्ह खडा हुन्छ। कसरी सुरक्षा व्यवस्थापन गरिरहनु भएको छ? यसमा यसो छ अब हामीले क्युआरटी हाम्रो एकदम तयारी हालतमा हुन्छ। त्यसलाई क्युआरटीलाई क्विक रेस्पोन्स गर्ने व्यवस्था मिलाएको छौँ र अब भिआइपीज्यूहरूको मुभमेन्ट हुँदाखेरि हामीले त्यसलाई बिहानको 7 बजेदेखि 11 बजीसम्म हामीले ड्युटी नै खटाएर त्यसलाई रेस्पोन्स गर्छौँ त्यो भैँसीपाटी चोकमै जुन आवास गेट भन्छौँ हामी। अब अर्को मोनिटरिङ हाम्रो नखु पुलको छेउमा हुन्छ। अब उहाँहरूबाट कुनै गुनासो भयो त्यस्तो कुनै समस्या प्रहरीमा यसो समाधान गरिदिनु पर्यो भन्ने गुनासो आयो भने हामीले विदिन 5 मिनटमा हामीले चाहिँ अहिलेसम्म गरिरहेको अवस्था छ। त्यस्तो क्विक रेस्पोन्स भएन भन्ने अहिलेसम्म मेरो जानकारीमा आएको छैन। हजुर यो सँगसँगै सर अब भनौँ न अब सीमित स्रोत साधन छ होइन यसको बावजुद पनि अब प्रहरीले चाहिँ कार्य सम्पादन गरिरहेको अवस्था छ। यो अहिले पछिल्लो क्रममा यहाँहरूले शान्ति सुरक्षा प्रदान गरिरहँदाखेरि कस्ता खालका समस्या चुनौतीहरू चाहिँ अगाडि फेस गरिरहनु परेको छ कसरी समाधान गर्दै शान्ति सुरक्षा कायम गरिरहनु भएको अवस्था छ र यो सँगै कस्ता खालका प्रविधिहरू चाहिँ प्रयोग गर्नुभएको छ शान्ति सुरक्षा प्रदान गर्नलाई? अब यो कार्य सम्पादनमा देखिएका चुनौतीहरूमा धेरै छन्। हाम्रो चाहिँ अब राजनीतिक दलहरूबाट हुने विभिन्न भनौँ न विरोधका कार्यक्रमहरू सवारी साधनमा तोडफोड हुने जस्ता कुराहरू अनि यो असन्तुष्ट पक्षको आन्दोलनबाट चाहिँ अब राजधानी केन्द्रित भएको छ। उहाँहरूले चाहिँ जतिखेर पनि अब साँझको बेला भएको छ के अरे राखे जुलुस निकालिदिने होइन अब कहिलेकाहीँ अब चकाजाम गरिदिने आफ्नो हिसाबले जुनसुकै समयमा पनि कार्यक्रम गर्न सक्ने भावनाले त्यसलाई हामीले चाहिँ एकदम तुरुन्त त्यसलाई नियन्त्रण गर्नको लागि एकदम तयारी हालतमै छौँ। अर्को अब एरियामा अलिकति हाम्रो एरियामा जनशक्तिको त कमी नै छ। जनशक्तिलाई प्रभावकारी परिचालन उपलब्ध जनशक्तिलाई प्रभावकारी परिचालन गरेर चाहिँ गरिराखेका छ। अन्य अब चुनौतीहरूमा खानेपानीको हामी कहाँ कुनै त्यस्तो खानेपानीको व्यवस्था छैन। एउटा इनार छ त्यो पनि सुकेको अवस्था छ। हामी प्रहरीले अहिले कहिलेकाहीँ ट्याङ्करहरूबाट ल्याएर चाहिँ पानीको व्यवस्थापन गरिराखेका छौँ। अब हामीले अर्को भनेको सिसिटिभीहरू चाहिँ यो दुर्घटना मोनिटर गर्नको लागि र अन्य आपराधिक गतिविधि गरेर आपराधिक घटना घटाएर भाग्न सक्ने उम्किन सक्ने नाकाहरूमा चाहिँ अझै धेरै सिसिटिभीहरूको व्यवस्थापन भयो भने हिट एन्ड रनका कुराहरू
लाई नियन्त्रण गर्न चोरीसँग सम्बन्धित शङ्कित व्यक्तिहरूलाई नियन्त्रण लिन अझै सजिलो हुने थियो भन्ने हो। अब त्यसमा अहिलेसम्म नगरपालिकाबाट यो वर्ष चाहिँ जोइन हुने केही सिसी क्यामेरा जडान गर्ने भन्ने चाहिँ जानकारीमा आएको छ। र यो सँगसँगै सर कस्ता खालका भनौँ न प्रविधिको चाहिँ प्रयोग गर्न दिइरहनु भएको छ सेवाग्राहीलाई प्रहरीसँग आउनको लागि चाहिँ? प्रहरीसँग आउनको लागि हामीले चाहिँ क्युआर कोड मार्फत सजिलो अब क्युआर कोड मार्फतै निवेदन दिने व्यवस्था पनि छ। स्वयं आफै उपस्थित भएर कार्यालयमा आएर निवेदन दिने व्यवस्था पनि छ। अर्को चाहिँ अब बच्चाहरू जुन उमेर समूहमा साना उमेर समूहका बच्चाहरू र चाहिँ ज्येष्ठ नागरिकहरूलाई प्रहरीले नै आफै सहयोग गरेर निवेदन लेखिदिने व्यवस्था पनि छ। र अन्य आफै लेख्न सक्ने व्यक्तिहरूले उहाँहरूलाई चाहिँ यसरी लेख्नुहोस् भनेर हेल्प गर्ने सहयोग गर्ने व्यवस्था मिलाइएको अवस्था छ। हजुर हुन्छ सर, आफ्नो व्यस्त समयका बावजुद पनि हाम्रो स्टुडियोमा आएर समग्र यो भैँसेपाटी बुङमती क्षेत्रको शान्ति सुरक्षाको विषयमा जानकारी गराइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू भेरी मच। भर्खरै कुराकानी सुन्दै हुनुहुन्थ्यो प्रहरी प्रभाग बुङमतीका प्रमुख प्रहरी निरीक्षक शशिधर शर्मासँग गरिएको कुराकानी। आज हामीले समग्र भैँसेपाटी बुङमती क्षेत्रको शान्ति सुरक्षाको अवस्थाको बारेमा यहाँहरूलाई जानकारी गराएका छौँ र यहाँहरूले सोध्नुभएका प्रश्नको जिज्ञासा पनि मेट्नलाई सफल भएका छौँ भन्ने हामीले आशा गरेका छौँ। यहाँ सन्तुष्ट हुनुहुन्न भने फेरि पनि अन्य कुनै प्रहरी अधिकृत आउनुहुन्छ जिज्ञासाको रूपमा राख्न सक्नुहुन्छ र समाधानको लागि चाहिँ जुन क्षेत्र छ त्यो क्षेत्रकै प्रहरीसँग गुनासो रह्यो भने चाहिँ त्यसको समाधान पनि गर्नेछौँ भन्ने प्रतिबद्धता जाहेर गर्दै आज जति पनि श्रोताले कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा टेलिफोन गर्नुभयो, यहाँहरूलाई धन्यवाद दिन चाहे। र फेसबुक पेजमा साथ दिनुहुने प्राविधिक मित्र रुस्किन बस्नेत र प्रत्यक्ष प्रसारणमा साथ दिनुहुने प्राविधिक मित्र गोकर्ण बस्नेतलाई पनि धन्यवाद दिँदै म संविधान श्रेष्ठ बिदा हुन्छु। जय नेपाल, शुभ यात्रा।